मैले मासु नखाऊ भनेको नि तिमीलाई के गरेको मेरो नयाँ भ्लगमा फेरि पनि स्वागत छ तपाईहरुलाई। अनि आजको चाहिँ एकदम बिमारी भ्लग छ। अनि मेरो चाहिँ के भएको थियो भन्दा हिजो शनिबार थियो त, अनि शनिबारबाट मलाई पुरा ग्यास भइरहेको थियो। अनि बिहान उठेको त अनि यस्तो साह्रो पारेको नि, ज्वरो आएर छातीरो पादी भएर। अनि बुढो चाहिँ फेरि अलिकतिमा हात्तिहाल्नुहुन्छ क्या। अनि त्यो एउटा कटोरी छ सानो बाटी, त्यसमा उसको पारमा नै न त्यसमा अघि तेल तताएर लसुन कुच्चाएर अघि टाउकोमा ठोकिहाल्छु के। त्यो बानी चाहिँ एकदम माने उसको आमाले मेरो सासूले सिकाउनु भएको अरे त। अनि पोइतालोहरूमा मजा लगाउनु भनेर नि आदत चाहिँ राम्रै छ। यो भिडियो चाहिँ मैले एकदम कन्टेन्टको लागि होइन कि एउटा मेमोरीको लागि भनेर चाहिँ बनाएको, किनकि मान्छे आज छ भोलि छैन होइन। अनि त्यही भएर एउटा यादहरूको लागि एउटा यसै भिडियो भनेको एउटा मेमोरीको लागि हुन्छ क्या। किन भन्दाखेरि अहिले हाम्रो बाजे र बोजू संसारमा हुनुहुन्न, अहिले उनीहरूको भिडियोहरू हामी चाहेर पनि हेर्न सक्दैनौँ, बोली सुन्नु पाउँदैनौँ। त्यही भएर बाई बाई।